morning, guys. काल्न लाग्यो हावा लागेको रहेछ मजाले यस्तो बिहान त उठ्दाखेरि कस्तो खालको थियो हात पनि मजाले म सुत्न पाएको छैन नि त आज त्यही भएर एउटा गयो घुमघाम गर्न आफ्नो राज्य भने जस्तो भयो भत्केको सबै यस्तो बनाएछ काट्दैछ अझै बहिनी हुन्छ पानी बोकेको छु तर म तातो पानी खाँदिनँ चिसै साझा बोकेको छु स्टोरी चेन्ज गर यस्तो कति राम्रो यस्तो पो टालेको त अघि ब्युटिफुल भएको त केटी भएको मैले भने एप्पल पनि खाइसकेँ एप्पल पनि खाइसकेँ मैले एप्पल पनि खाइसकेँ अब भने मैले मुखमा अलिकति क्रिम लगाउनुपर्ने हुन्छ किनभने यता चाहिँ मेरो छोरी एकदम चाँडो उठिन्छ अनि गऱ्यो भने उल्टै हाल्छ त्यही भएर लगाएन भन्दा मेरो फेस त बिग्रिन्छ फुट्छ बिग्रेकै फेस छ छनु चाहिँ होइन तर पनि कसो कसो मेन्टेन गर्नु भनेर ड्राई भएको कारणले गर्दाखेरि अझै पार्टी सार्टीमा मात्र हो क्या यसो मेकअप गर्ने भनेको नत्र भने म मन परेन गाडी आउँछ पनि हेर्नुपर्छ यसो त्यस्तो लाग्यो मलाई यस्तो गर्न मन लाग्दैन किनभने मेकअपले चाहिँ यङ हुँदाखेरि त अब त्यत्तिकै राम्रै हुन्छ नि त होइन तनेरीमा त फेस त्यो मेकअप गरेर झन् फेसलाई ड्यामेज हुन्छ अहिले त देखिँदैन अरू पछि त बिबिराएर झन् बर्बादै हुन्छ त्यही भएर यसो सजिलो लाग्यो अनि भयो त्यही लगिनु किन लाउनु भगवानले दिएको नेचुरलै ब्युटी आफैलाई लाग्छ अनि यस्तरी यसो कानतिर पनि सुमसुमायो ओ माई गड मेरो यो त एउटा मात्रै रहेछ अब यो कतिखेर खसिसकेको छ मेरो चाहिँ हेर्नु न गाइस आनको चाहिँ राति सुत्दाखेरि खसिसकेको हुन्छ अब बेडमा होला डर छ मलाई पनि है बाउचाले म्यासेज गरिहाल्नु पऱ्यो फेरि यहाँनिर मुखमा खाइदियो भने टेन्सन हुन्छ म्यासेज त गरेँ त्यहाँबाट यहाँ पनि नेटै चलेन हो के गर्ने होला आफ्नो चाहिँ बच्चैदेखिको एउटा आँखा चाहिँ यस्तो रेखा चाहिँ यहाँ छ होइन यसको चाहिँ भित्र पसेको छ एउटा चाहिँ बाहिरै देखिन्छ क्या अनि यस्तो गर्दाखेरि पनि मेरो यहाँ यस्तो रहेछ नि त्यो पनि मेरो जन्म बर्थै हो क्या यो बच्चैदेखिको सबै पिक्चरमा त्यस्तै थियो अनि जन्म बर्थै हो रे अनि यो अलिअलि डार्क सर्कल चाहिँ आदिकल्चर निन्द्रा पहिला हस्टेलमा काम गर्दाखेरि त्यहाँदेखिको
आएको अब राति गर्नुपर्ने हुन्छ नि त है। अनि त्यहाँदेखिको आएको अनि यो चाहिँ कहिले नजाँदो रहेछ यस्तो कपिल र चस्मा लगाएको जस्तै क्या। त्यस्तै हो त्यस्तै हो। कति टाढो आवाज जस्तै लागेको छ के गर्ने होला खै। सिराकभित्र बसेर ढक्कसँगले चिया खाँदा मजा कस्तो हुन्छ होला। मेरो घरमा सबैजना सुतिरहेछ। मेरो बुढाको पनि अब छुट्टी छ। अनि नानी स्कुल लाने ल्याउने गर्ने हो। अनि म भएसम्म काम गर्ने हो। त्यहाँ बिचमा चरी ओ यहाँ चरी कालो छ। यहाँ टुकुल 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 अब उडेर जाने भयो है। गाडी आयो अब उड्छ। चुचुरु उड्दैन रहेछ त हौ उड्दैन रहेछ त हौ। ए त्यताको घर पुरुकमा आयो अहिले। कोही मेरो क्या तो फिर क्या हो गया। बिचमा आएर बसेछ। अब चाहिँ उड्छ होला है। अब चाहिँ उड्छ होला है। त्यो पनि नउड्दो रहेछ। कस्तो चरा त साह्रै डेन्जर रहेछ त हौ। आम्मा के चाहिँ तानी खाएको होला है यसले। कहाँ यस्तो गीत गाएर हुन्छ। माने प्रेमे बज्र गुरु बेमा से दिया हूँ। माने प्रेमे बज्र गुरु बेमा से दिया पनि आएछ। दुईटा जोडी भएछ न। ओम तारे तारे तुरे ओम तारे तुरे सो। ल आज सबैको रक्षा गरून् भगवानले। यो दिनै राम्रो होस्। ब्लग हेर्ने जति सबैको राम्रो होस्। राम्रै होस्। भगवान बुद्धले गुरु रिम्पोछेले आशीर्वाद दिउन्। सबै सुरक्षित राखिदिउन्। दुख बिमार नहोस्। दोसों संगे गुरु रिम्पोछे ढुक्ना देवा छन् पेशा। Parse kunsel dhutul thakacha salwa dipsu dinge laptusu china sangmi parse chiwada sambalinge dupar dinge lo. Urgen yujin abzal sam pema gyasar dampala yajen jange nodrom ne pema jungeje kodo hono mangbo koke kije sura doje jange lapte sesu chan guru pema sibe. हत्तरीका मान्छे पनि एउटा हिँड्दैन गाडी पनि आउँदैन के होला। अब यहाँबाट टक्क गाडी चढेर अल्का विदेश जान्छ। त्यहाँबाट फेरि 31 नम्बरको गाडी चढेर टक्कसँगले कार्को भेलस अलि यता पुगिन्छ ओर्लिन्छ। त्यसपछि चाहिँ अनि मैले फेरि टक्कसँगले अलिकति टाइम बाँकी हुन्छ। त्यो बाँकी टाइममा चाहिँ 1 गिलास दुध मिल्क कफी खाएपछि काममा रटारट गरिन्छ। त्यस्तो रटारट पनि छैन। मेरो काम त हलुङ्गै छ आनन्दकै छ। अनि त्यो गरिसकेपछि चाहिँ अनि आज चाहिँ अब लामै भयो भने चाहिँ एकछिन ब्रेक लिएर खाजा बोकेछु। खाजा खान्छु पानी खान्छु अनि त्यसपछि काम गर्छु। आज चाहिँ ब्रेक लिँदै काम गर्छु किनभने मलाई हतार छैन घर आउनलाई। अस्ति त मैले
एक दिनमै 10.5 घन्टा गरेको 105 युरो। ओ माई गॉड, एक दिनमा 105 युरो कमायो भने पोर्चुगल किन छोड्ने भन्ने मेरो उद्देश्य। तर त फेरि दिनकै त हुन सक्दैन त्यस्तो। ए भगवान, खै त गाडी आउँदैन, के गर्ने होला, कता जाने हो, कता हेर्ने हो। भरे दुर्गे सरले माला नि मलाई, ए मेरो गीत बिगारेको कहाँ कता जाने हो भन्नुभएको हौ भन्नु होला। हामी हेरेको हेरे, हामी हेरेको हेरे। मेरो छोरी पो गर्छ त हौ, कस्तो राम्रो गर्छ मेरो छोरी। मेरो छोरीलाई गीत चाहिँ जस्तो सुकै गीत दिउन् उसले लिपसिङबाट त्यो सेम बनाउँछ, क्याचअप गरिहाल्छ उसले हो। उसको ट्यालेन्ट चाहिँ त्यो छ। डान्स क्लास छैन न त डान्स क्लास हालिदिन्थे। अन्तखेरि चाहिँ त्यसो गरेपछि चाहिँ अनि डान्स पनि फेरि त्यही अनुसारको पुरा मचक मचक दिएर गर्छ क्या। छोरी भनेको अब डान्स ट्यालेन्ट हुनु पर्यो नि त होइन। आमा पनि त बच्चामा त डान्समा त हैट कराइदियो नि त। अहिले ठुलो भएर पो ढ्याब्रो भएर त्यो डान्स हल्लिँदा पनि, सोलो डोलो भएर हल्लिँदा पनि सबै यातै हल्लिने। त्यतिखेर त कम्बर छिनेको हुन्छ, त्यही भएर होला। ल गाइज, मेरो चाहिँ अब गाडी आउने बेला भइसक्यो। म चाहिँ अब फिल्डमा निक्लिसकेको। यहाँ यस्तो यो जुत्ता चाहिँ एकदम कम्फर्टेबल रहेछ है गाइज। कता हिँडेको हो बिजुली बालेर, हट भएर ब्युटी भएर, हामी हेरेको हेरै, हामी हेरेको हेरै। ब्युटी त कहाँ हुनु, पट पनि कहाँ हुनु, पट हुने जमाना नै गइसक्यो। ओ माई गड, मेरो छोरीको बेलुन यहीँ पो आइपुगेछ हौ। अब मैले कहाँ पुग्ने होला। ए यहाँ ब्यागमा अस्ति यो सुरुवालमा राखेको थियो नि त, अनि उसको ठुलो दादा सानो दादाको जाने भन्छ नि त। अनि अहिले त्यही भएर अनि बेलुन टन्नै हालेको थिएँ। फुट्यो भने अब दिनुपर्छ नि त, बच्चाहरू फेरि बेखुसी हुन्छ। खुसी राख्नु पर्यो नि त, बच्चा भनेको भगवान हो। अनि त्यही भएर टन्नै बोकेर गएको थियो। भरै त दुईवटा त यहीँ पो रहेछ, ठिकै छ। हामी हेरेको हेरे, हामी हेरेको हेरे। के जस्तो लागिरहेछ हौ, यो चाहिँ मेरो गाडी हो कि जस्तो लागिरहेछ हौ। होइन रहेछ, मेरो गाडी हो कि भन्ने लागिरहेको थियो, होइन रहेछ। कता हिँडेको बिजुली बालेर, यही मात्र बुकमा आउने डान्स गरेर होला कि मलाई कस्तो यही मात्र। हो आयो मेरो गाडी। ल म चाहिँ अब यहाँ बसेर वेट गर्नुपर्ने हुन्छ। फेरि यहाँ चाहिँ कस्तो टनपुर, यो सिसाहरू पनि सबै पुस्न आउँछ। ल अब म यहाँ वेट गर्छु, गाडी आएपछि अनि जान्छु। त्यति बेला जानुको लागि चाउ चाउ, बाई बाई, सी यू लेटर। कुन चाहिँ गाडी आयो? गाडी आएछ है, यो अर्कै गाडी आएछ। यो मेरो होइन, यसमा चाहिँ पैसा तिर्नुपर्छ। म चाहिँ पैसा नतिर्ने गाडीमा चढ्छु यस्तो। ल त्यतिन्जेलको लागि एकछिनमा भेटौँला है त। एकतिसको गाडी चढ्छु अनि त्यसपछि भेटौँला फेरि। अनि क्याफेमा पनि जानुपर्छ, खानुपर्छ। अर्को गाडी हिँड्दैछु। चाहिँ गाडीबाट ओर्लेर पनि अब एकछिन टाइम छ, त्यही कफी खान्छु। के अरे कफी यो चाहिँ पर छ क्या,
ऊ त्यहाँ खान्छु अनि त्यसपछि आउँछु फेरि यही बाटो ब्याक भुटान अनि खाममा आजको वेदर पानी पर्ने देखाएको छ होइन ओ माई गॉड के बिरी चिसो कति ओ माई गॉड व्हाट इज दिस very cold muito frio é muito frio os dias é frio muito frio मान्छेले पनि यसरी हातले लुगा धुने ठाउँ यसरी धुन्थ्यो मेरो क्याफे आयो म क्याफेमा गएर खाएर अनि निक्लिन्छु है त चाउ मेरो चाहिँ खाजा खानु पर्ने हुन्छ ल यसरी धुने रहेछ अहिले पो वासिङ मेसिन आएर यहाँ पनि वासिङ मेसिनले धोको अरे त ए हातैले रहेछ नि त हात पुरा मेरो नाम पो लेखेछ त हो नि म यहाँ चाहिँ पानी पनि छ खोला पनि छ कति राम्रो फुलहरू है मेरो काममा हिँडेको सो स्टे ट्युन भरे भेटौँला है खत्रै पानी पर्यो पनि सक्यो फेरि पानी पर्यो घाम पानी सालको बिहा भन्छ नि लिएर आउने हो मेरो छाता यो छाताको केही काम छैन क्या गर्ने होला ए भगवान् म त मरे नि हौ माथि छोप्दा तल भिज्छ तल छोप्दा माथि भिज्छ यो के हो पानी हो सिंगन जस्तो देख्दो रहेछ तर पानी हो है गाई फेरि मान्छेले सेर्पिनीहरू फरी हुन्छ भन्छन् नि एक फोरी हुन्छ सेर्पिनीहरू झन् दिनकै सफा गरेर नुहाएर मन पनि सफा जिउ पनि सफा खुवाई पनि सफा हुन्छ नि फेरि पानीको थोपा कहाँ नाकको टुप्पामा बसेछ खै तरिका अब यहाँ हेर न अब को बस्छ भन्नु त ल अब म बस्ने कुरा भएन फिनफिनमा पानी पर्छ कतिखेर गाडी आउने होला आज मलाई मेरो ओनरले मालिकले चाहिँ उसले पनि कति वर्षपछि बल्ल खाएको रे यो आजदेखि 2 हप्तासम्म चाहिँ यो खाने हो रे क्या यो चाहिँ एउटा डेजर्ट जस्तो हो रे अनि पात चाहिँ चाइनाबाट ल्याएको रे अनि त्यो पातमा चाहिँ लपटेर डोरीले बाँधेर स्टिकी राइस यो सुसी राइस चाहिँ होइन तर अर्कै स्टिकी राइसमा चाहिँ त्यो भित्र खै के हालेर अनि बेरेर पकाएको हुन्छ अरे अनि एकचोटि अनि खाँदाखेरि चाहिँ उमालेर थोरै पानी हालेर धेरै पनि पानी नहाल्नु रे थोरै हालेर उमालेर खानु रे एकदमै मिठो हुन्छ अरे यो चाहिँ एकदम प्योर चाइनिज ट्रेडिसनलको खानेकुरा हो रे कि अहिले भरे घरमा गएर खानुपर्छ ल तपाईँहरूसँग तपाईँहरू चाहिँ आँखाले खानुहोस् म चाहिँ भने मुखले खान्छु के कसो ला 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 गाडी पनि आउँदैन के भएको होला टाइम त भइसक्यो ए बलराम टाइम त भइसक्यो मेरो यहाँ बन्दुक पुऱ्याउन जानु छ 3 बजे त दाइको छुट्टी छ बन्दुक पो पुऱ्याउन टाइम भ्याउँछ कि भ्याउँदैन भन्ने भइरहेछ अब मेरो भोलि चाहिँ छुट्टी भोलि पनि काम छैन यो पानी परे बेलामा त कामै हुँदैन के गर्नु अब एकैचोटि शुक्रबार मात्र छ भोलि चाहिँ अब यताउति आफ्नै कागज पत्र यताउतिको जानु पर्यो काम चाहिँ भोलि चाहिँ बिहीबार हमको तुमसे प्यार है टुङ 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 टुङ
नेपाली दिदीहरू हिँडिरहनु भएको छ। एम्बुलेन्स पनि गयो। यतिका गाडी आउँदैन, के गर्ने होला। अब चट्टसँगले घरमा गएर नुहाउँछु, त्यसपछि चट्ट पल्टीमाएर बसेर खान्छु, तातो भएर बस्छु। अनि अरू के गर्नु त खै, काम भएको भए त मरिमेटी फलाम जस्तै घोट्नु हुन्थ्यो नि। जिउलाई जति घोट्यो त्यति लङ लाइफ हुन्छ भन्छ। फेरि घाम लाग्यो, त्यसका बाजे कस्तो घाम पनि, बादल यस्तो छ, घाम पानी वेदर पनि के खालको हो। छिनमै झटटट पुरै लुत्रुक्कै बित्ने गरेर पानी पर्छ, छिनमै यस्तो हुन्छ। अनि अरू के भन्नु र खै, यस्तै छ हाम्रो जिन्दगी पोर्चुगलमा है। फेरि पानी पर्छ। अनि यहाँ पछाडि हेर्न, रुख पनि कस्तो पातै छैन हो, पात बिनाको रुख। अस्ति हावाहुरीले ढलेन छ, हावाहुरीले मलाई चाहिँ झन्नै ढलेछ। गाडी आए जस्तो लाग्यो कि अब मेरो गाडी आए जस्तो लाग्यो। आई होप 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 आई सी 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 कोका कोला पेप्सी भने जस्तो। गाइज म चाहिँ अनि घरमा आइसकेर पनि हेर्नु न, भर्खरै लुगा फेरेर नि टक्कसँगले बसेको होइन। पछाडि गयो इस्टु छ ऊ त्यहाँ छु, घरमा त मालिकले दिएको। अहिले भरे नानी आइसी देखाउँछु ल। हेर भगवानको Alle Boschigame, meine Mama, ja, Jane, wir Osia, Boyvisha, ja, Bayane, ja, Osia, Sina, तताउने अनि खाने, चाउमिन भात खाने। भर्खरै आएको मेरो छोरी स्कुलबाट। अनि अघि हामीलाई मालिकले 3टा यस्तो पठाइदिनु भएको थियो। आजदेखि 3 हप्तासम्म खाने हो रे यो चाहिँ। छोप छोप। अनि त्यसपछि यो चाहिँ एकछिन पानी राखेर उमाल्नु रे। यो चाहिँ डेजर्ट जस्तो हो रे। अनि भित्र चाहिँ स्टिकी राइसमा खै के हालेको हुन्छ भन्दै थियो। उनीहरूको चाइनिज पसलमा किनेको रे। त्यही भएर हामी चाहिँ ट्राई गर्दैछु। पाक्दैछ है हाम्रो चाहिँ यहाँ। यस्तो हुँदो रहेछ है। ए यो बनाउनलाई यस्तो मेहनत गरेर बनाउँदै थियो आज मेरो मालिकनीहरूले। पुरा बाफ आउँदैछ है। यसरी गर्दै आउनुहोस् खानालाई। को कोलाई बोलाउने त खानालाई? रियानी को कोलाई बोलाउनु त अनि यहाँ यो खानालाई? कोलाई आऊ भन्नु होइन, कसलाई बोलाउने क्या? साथीलाई बोलाउने कि अङ्कलहरूलाई बोलाउने कि कसलाई बोलाउने? अङ्कल ओके। मकै भन। यो मकै खाने। खाइदिनु। यी मकै मकै खानुपर्छ, पेट आन्द्रा सफा हुन्छ नि।
तर त्यो अर्को मगा खाने रियानीको खोकी लाग्छ अरे यस्तो हुँदो रहेछ एउटा बाउचालाई एउटा आमालाई एउटा नानीलाई यसरी यो डोरी पनि भिजाइरहेको थियो यो पात चाइनाबाट ल्याएको रे यहाँ पाउँदैन रे यो पातलाई पनि भिजाएर ल्याएको रहेछ म खोल्छु अनि देखाउँछु ल यो त यस्तो पो हुँदछ गिलो हुँदछ अनि भित्र चाहिँ त्यो के भन्छ त्यो क्या यो एउटा सुकेको हुन्छ नि के भन्छ डेट्स क्या हो त राखेको हुँदछ नजुकै हुन्न Yeah. Mami. Dates. Itu patahnya ini nih. Riyaनीको यहाँ छ रियानीको त चाउमिन पनि आछ यहाँको पापाले यहाँको चाउमिन थुक्पा चाउमिन या सुक्खा चाउमिन Asiya boy mami you super चाउमिन you super you यहाँको super चाउमिन where you bad हो सबै फरक रहेछ कुनैमा चाहिँ सक्खर जस्तो हालेको हुँदो रहेछ ल गाइस आजको लागि यति नै बाइ बाइ फेरि भेटौँला